Hello, good morning. Welcome to our YouTube channel. धेरै दिनपछि आज भिडियो गर्दैछ। मेरो छोरी चाहिँ उता सुतिरहेको छ। हामी चाहिँ सबैजना पालो पालो बिरामी भएर आज नानी र नानीको बाबा चाहिँ अलि ठिक हुनु भएको छ। अब मेरो पालो आएको छ। म पनि 4 दिन भइसक्यो सुतेको। ज्वरो खोकीले सताउनु सताछ। यस्तै भइरहेछ। जहिले सुरुमा म भिडियो बनाऊँ भनेर भिडियो बनाउन तात्तिने चाहिँ नानी नै हो। तर आज उ सुतिरहेको छ त्यहाँ। म यतापट्टि बेडमा, छोरी उतापट्टि। किनभने नानी भर्खर बिसो भएर ज्वरो आएर भर्खर बिसो भएको छ नि त। फेरि मेरो ज्वरो सर्छ कि भनेर नानी चाहिँ उतापट्टि बाबासँग सुतेको थियो। म यतापट्टि। अनि नानी बाबा चाहिँ माथि खाना बनाउन गइसक्नु भएको छ। म चाहिँ यहाँ सुतिराखेको छु। बल्ल उठेको। बल्ल उठेको। अब नानीलाई लिएर जाने माथि। नानी चाहिँ हिजोबाट बल्ल स्कुल जान थालेको छ। 1 हप्ता गएन स्कुल बिरामी भएर बिचरा एक्जाम आइसक्यो। सानो गुड मर्निङ। अरू बेला चाहिँ भिडियो बनाउन खोज्ने चाहिँ सुरुमा उही आज त त्यो भिडियो नबनाउनु त अरे भन्दैछ मुसुले। होमवर्क इजी भएर सुतिसक्यो मेरो सानी चाहिँ। त्यत्रो धेरै दिन स्कुल नजाँदा पनि हिजो स्कुल जाने बेलामा एकचोटि पनि स्कुल जान्न नाइ नभनिकन स्कुल गएको क्या। तर उसलाई स्कुल जान कहिले पनि त्यस्तो कर लाउनै पर्दैन कि स्कुल जाने भने चाहिँ खुसी भएर जान्छ। हिजो पनि खुसी भएर गएको थियो। खुसी भएर आएको थियो। म यता उता सुतिरहेछ। मेरो ज्वरो सर्छ भनेर उसलाई चाहिँ मलाई ज्वरो आएदेखि नै ऊ चाहिँ बाबासँग सुतिराखेको छ। पहिला ज्वरो आउँदा ज्वरो मात्रै आउँथ्यो नि त। अहिले त ज्वरोसँग खोकी अनि के भएको शरीरको कहीँ पनि छुन भएको छैन क्या। सुत्दा पनि दुख्या, उठ्दा पनि दुख्या, गोडा छालाहरू, कम्मर, बस्दा पनि दुख्ने, उठ्दा पनि दुख्ने। कुनै भाग पनि त्यो नदुखेको भने कुन पनि छैन क्या। के भएको यो ज्वरोले। सानो चाहिँ उता अब उठेर स्कुल जानुपर्छ पनि। मेरो चाहिँ त कति ज्ञानी छ क्या। होमवर्क चाहिँ उसलाई कहिले नि त्यो हुन्छ नि भोलिपल्ट गर्छु भोलि गर्छु भनेर होमवर्क गरेर राख्ने चलनै छैन क्या उसको। उसलाई त होमवर्क जहिले पनि होमवर्क चाहिँ अघिल्लो दिनै भ्याउनुपर्छ क्या। अनि अलिकति भ्याएन भने भोलि गएर सानो भयो भने होइन आजै भ्याउँछु होमवर्क अहिले भ्यायो भने आनन्दले सुत्न पाउँछ नि त भन्छ क्या। कस्तो खतरासँग क्या उसले। जहिले होमवर्क चाहिँ अघिल्लो दिनै भ्याएर सुत्छ हो। अनि भोलिपल्ट उठेर अलि छिटो उठ्यो भने चाहिँ पढ्ने हो। नत्र भने चाहिँ सुत्न दिइराख्छौँ क्या। बिचरा लोड कति दिने भनेर सुतिराख्या हुन्छ। अनि उठेर पढ्छ कहिले कहिले। सानो ज्ञानी छ मेरो छोरी। अब उठेर माम खाएर स्कुल जान्छ। मम्मीलाई गाह्रो भयो भनेर माम पनि आफै खान्छ अहिले त छोरीले। कस्तो ज्ञानी भएको छ मेरो छोरी है सानो। मेरो छोरीलाई ज्वरो आयो भने चाहिँ क्या कति धेरै आउँछ क्या। 104, 5बाट घट्दैन। अनि कति गर्दा पनि उसलाई औषधि खाँदा पनि 1-1.5 घन्टासम्म पनि घट्दैन ज्वरो। अनि पानीपट्टि गर्दा पनि कमै हुँदैन क्या। 104, 5 त आइ नै रह हुन्छ क्या। एकचोटि पहिला 4 वर्ष अगाडि होला सायद त्यो ज्वरोकै कारण उसलाई सिजर निस्केको थियो एकचोटि मात्रै। अनि आइसियुमा राखेर
काठमाडौँ लगेको थिएँ क्या। त्यो पछि डक्टरले सही गर्नै नलिनु भन्नु भएको थियो। तर के उसलाई आइसी 81 104-5 आउँछ क्या। अलिअलि तातिन थाल्ने बित्तिकै 104-5 पुगिहाल्छ। उसको ज्वरो कन्ट्रोल गर्नै सक्दैन क्या। अनि अस्ति पनि 104-5बाट घट्दै नघटेर बिचरा अस्ति बल्ल 9 दिनमा उठेको। उसको बाबा 10 दिन, ऊ 9 दिनमा उठेको क्या बल्ल। बल्ल हिजोबाट स्कुल जानु थालेको छ। अनि स्कुल जान थाल्यो। अनि फेरि म सुतेँ। 4 दिन भइसक्यो म पनि सुतेको। त्यहाँ छिर्दैन भने ठुलो आगे छिर्दैन भने च्यातिन्छ। राम्रोसँग पढेर है। बाई 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 बाई। खै त भने यता स्कुल गएर आयो। के खानु भएको थियो? प्रसाद कस्तो भयो स्कुलमा? कस्तो क्यामेरा भयो? रमाइलो भयो। अनि खै त मम्मीलाई सोधेको सधैँ हजुरलाई कस्तो छ? ज्वरो ठिक भयो भन्थ्यो त नभन्ने आज? मम्मीलाई ज्वरो 102। यता उयो जाऊ बोतल राख्नु नि नाना पनि हाँस। खुट्टा धोएर हो? कसले धोइदिनु भयो? बाबाले कि आफै धुनु भयो हो? नाना लगाउनु। मैले चाहिँ यहाँ अन्तिममा चाहिँ नानी र बाबा बिरामी हुँदाखेरिको फोटो रहेछ। यसमै पछाडि राखेको छु। हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्दैछ हेरेर प्रतिक्रिया दिनुहोला, कमेन्ट गरिदिनु होला। अन्तिमसम्म हेर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।